फेरि पनि हैन गाइज सबैजनालाई नमस्ते। आजको भिडियो चाहिँ एकदम राम्रो हुनेवाला छ, पुरा हेरिदिनु होला। सो गाइज हैन आजको भिडियो चाहिँ यति नै ल। A few moments later. आज चाहिँ हैन अब 2 दिन भयो, 2 दिन चाहिँ लास्टै पानी परेर क्या भिडियो पनि बनाउनु पाइएन, त्यही भएर आज भिडियो बनाएको। आज चाहिँ भिडियोमा यसो हाम्रो गाउँमा नागडाँडा भन्ने ठाउँ छ कि नागडाँडा हो, त्यो ठाउँमा आइदिएको। अब अहिले चाहिँ पुरै हैन ग्राउन्डै बनाएको छन् क्या यहाँनिर, मन्दिर बनाउने अरे कि, अनि त्यही भएर यहाँनिर चाहिँ हैन पुरै ग्राउन्ड बनाएर अब यहाँनिर मन्दिर बनाउनुलाई रेडी पारेको छन्। पुरै हैन यस्तो बनाएको छन् हैन नागडाँडा भन्ने ठाउँ यो चाहिँ। अनि यहाँनिर चाहिँ पूजा गर्नुभएको छ हल्का हैन। यहाँ चाहिँ खास कुरो चाहिँ हैन यहाँनिर यो ढुङ्गा चाहिँ हैन महारानी बोजूले सर्प काट्दाखेरि चिरिएको अरे क्या थालले ढुङ्गा। अब गाउँको सबै मान्छेहरूले त्यस्तै भन्छन्, अब ढुङ्गा चिरिएको अरे थालले, अनि चिरेर यत्रो चिरिएर आएको छ पुरै ठाउँ पनि यस्तो छ। अब यता चाहिँ मन्दिर बनाउनुलाई बनाएको अरे, यहाँ एकदम राम्रो ठाउँ बनाउने अरे क्या, त्यही भएर यहाँउदी सबै जङ्गलहरू फाडफुड गरिरहेछन् हैन, एकदम सफा पारिरहेछन् क्या। अब यहाँ पर जाउँ है त, सफा गरेर हैन एकदम राम्रो ठाउँ बनाएको रहेछ। अब यहाँ पर हेरौँ कस्तो ठाउँ रहेछ। पहिला त एकदम घारीहरू थियो क्या, पुरै सबै झाडीहरू पलाएर के उम्रेर सबै छेकेको थियो क्या बाटोहरू पनि। यहाँनिर पूजासुजा गर्नुभएको छ त, यहाँ यस्तो छ है। अहिले चाहिँ एकदम दामी बनाएको छ क्या, भ्यूहरू पनि एकदम राम्रो आउने, वरिपरि सबै देखिने क्या फाडिएर, त्यहाँ क्या वरिपरि सबै फाडेर एकदम दामी बनाएको छ क्या। अब अलिक परतिर गएर पनि हेरौँ न त अब कस्तो कस्तो। अब यता पर चाहिँ अलिक मान्छेको जग्गा पर्छ, त्यही भएर अलिक फाडेको रहेन रहेछ। त्यही यहाँनिर चाहिँ फाडेकै छैन हैन कसैले हैन। नागडाँडाको सिमानाहरू चाहिँ टक्क यहाँसम्म मात्रै हो, परदेखि अलिअलि यस्तो छ है। फेरि उतै जानु पर्यो, अब तल त जानु भएन हैन। यहाँ चाहिँ क्या पहिला बाटो पनि थियो हैन, यस्तो राम्रो बाटो छ हैन। पहिला चाहिँ मान्छेहरू हिँड्थ्यो हैन, अहिले चाहिँ लास्टै च्यान गाडी छ क्या, त्यही भएर आजभोलि धेरै तर्साउँछ र होला बेलुका, त्यही भएर मान्छेहरू कोही हिँड्दैन क्या बेलुका यहाँ चाहिँ। अहिले यसमा च्यानहरू पनि देखाउँछु म। यस्तो ढुङ्गा गाडी छ हैन यता चाहिँ, यतापट्टि त्यहाँदेखि त्यस्तो छ हैन। चाहिँ लास्टै राम्रो बनाएको रहेछ क्या। अस्तिले त कस्तो नराम्रो देखिने क्या, मान्छेहरू आएर सबै सफा पारेछ हैन। यहाँदेखि पारिपट्टि पनि एकदम राम्रो देखिने क्या। थाले ढुङ्गा चिरेको चाहिँ यही अरे क्या, अलिक मजाले देखाइदिन्छु। यहाँदेखि चिरिएको ऊ परसम्म पुगेको छ। अब अहिले चाहिँ यहाँ आउँदै पूजा गर्नु हुँदो रहेछ, अस्ति चाहिँ यहाँ परतिर गर्नुहुन्थ्यो अहिले होइन। च्यान गाडी चाहिँ अघि मैले भन्दै थिएँ नि, च्यान गाडीहरू चाहिँ यहाँ छ होइन। खासै राम्रो त देखिँदैन, त्यही पनि यताउति पुरै ढुङ्गाको च्यानहरू लगाएको छ क्या। यहाँ चाहिँ अलिक यसको बनाएको रहेछ, अलिक राम्रो बनाएको छ होइन। दिउँसै भयो भने लास्टै डर लाग्ने ठाउँ छ क्या, बाटो त यस्तो छ यता। यता चाहिँ खासै मान्छेहरू हिँड्दैन र आजभोलि राम्रो बाटो पनि छैन क्या। यहाँ यस्तो माथि त्यहाँ पर अघि मैले देखाइदिएको यहाँ लाइनै पुरै च्यान छ क्या, यस्तै झोडी गाडी छ। पहिला चाहिँ अब यस्तो गाउँघरमा अब रोडहरू ननिस्किँदाखेरि सबै मान्छे यही बाटो हिँड्ने क्या। आजभोलि चाहिँ रोड के बनिएर होइन सबै त्यही मात्रै हिँड्छन्, त्यही भएर यहाँदेखि कोही हिँड्दैनन् क्या, बाटो नि यस्तो भएको। च्यानहरूको कुरा गर्ने हो भने त यहाँनिर लास्टै धेरै च्यान छ क्या। यहाँ माथि आउँदै त्यो सानो डाँडामा पनि च्यान छ क्या, परदेखि च्यान घरि चाहिँ लास्टै छ क्या। त्यही भएर यो बाटो कोही हिँड्दैनन् क्या, बेलुका भएपछि चाहिँ लास्टै तर्साउँछ क्या। यहाँ पनि छैन एउटा च्यान चाहिँ, तर के हो सरसफाइ नै छैन क्या। यहाँ पनि छ
अर्को ट्याप पनि छ। आज पनि होइन गाइज, त्यही छोटो भिडियो बनाएको, कस्तो लाग्यो पुरै हेरिदिनु भयो होला। अरू त केही भन्दिनँ होइन गाइज, युट्युबमा गएर प्लिज सब्सक्राइब चाहिँ गरिदिनु होला।